आफ्नै खुट्टामा राज्यले बन्चरो हानिरहेछ हैन। त्यो हाम्रो लागि ठिक पनि हो हैन, उपयुक्त हो। किनभने अब यो दलाल भ्रष्टाचारीहरूलाई यो देशमा आवश्यक पनि छैन, राख्नु आवश्यक पनि छैन हैन। अब आन्दोलनको कुरा गरिरहँदाखेरि अब कुलमान घिसिङलाई तपाईको चाहिँ एकदमै यो सरकारले आफ्नो रवैया देखायो क्या हटाउनको लागि। एकदमै असंवैधानिक ढंगले हैन कुलमान घिसिङलाई हटाइयो हैन। अनि जनताको जनभावनाको पनि कदर गरिएन र कुलमान घिसिङको जुन कार्यक्षमता दक्षता छ त्यसलाई चाहिँ मध्यनजर गरेर कुलमान घिसिङलाई त एकदमै हार्दिकताका साथ हैन एकदमै त्यस्तो न विरत सम्मानका साथ बिदाई गर्नुपर्ने होइन। 4 महिना बाँकी थियो हैन। अनि भनेपछि यो त सरकारको चाहिँ एकदमै भ्रष्ट रवैया हो नि त। हो यसको चाहिँ प्रतिकार गर्न आवश्यक छ। कुलमान घिसिङ एकजना व्यक्तिको मात्रै कुरा हैन कि यो सरकारको यो व्यवस्थाको प्रणाली र पद्धति नीति हैन जुन छ नि यो के रे तपाईको चाहिँ काम गर्ने शैली यो कुराहरुको चाहिँ प्रतिकार गर्न आवश्यक छ। हामी चाहिँ खासमा के चाहन्छौं भने तपाईको हैन हामी यो देशको कुनै पनि संरचना हैन नबिग्रियोस् नभत्कियोस् हैन भन्ने पक्षमा छौं। साथै हामीले आन्दोलनलाई हामीले गरिरहेको जुन आन्दोलन छ हैन विद्रोह छ अथवा हैन जनप्रदर्शन छ यसलाई चाहिँ हामी हिंसात्मक बनाउनु हुँदैन। शान्तिपूर्ण ढंगले एउटा नवीन समझदारीमा आउन पर्छ हैन। अहिलेको गणतन्त्रवादी दलहरु पनि अटाओस् त्यो व्यवस्थाभित्र हामीले त्यो कुरा गरिराखेका छौं नि हैन। जुन व्यवस्थाभित्र तराईदेखि हिमालसम्मको समग्र नेपालीहरु अटाओस् हैन, सम्पूर्ण जात जाति अटाओस् हैन, सम्पूर्ण भाषाभाषीहरु अटाओस् हैन, सम्पूर्ण धर्मावलम्बी अटाओस् हैन। त्यसको चाहिँ एकताको प्रतीकको रूपमा चाहिँ संवैधानिक राज संस्था अभिभावकको रूपमा चाहिँ चाहिन्छ भनेर हामीले भनिराखेका छौं हैन। यो हाम्रो मात्र मुद्दा हैन, यो त समग्र नेपालीको मुद्दा हो नि त। समग्र देशको लागि चाहिँ देशको रक्षाको लागि चाहिँ आवश्यक मुद्दा हो नि त। हो त्यसमा चाहिँ हामीले हिंसात्मक बन्नुपर्ने अराजक बन्नुपर्ने आवश्यकता छैन। तर जहाँसम्म लाग्छ अब हिजो प्रधानमन्त्री जस्तो मान्छेले एउटा हैन राज्यको प्रधानमन्त्री गरिमामय पदमा बसेको मान्छेले एउटा युवा संगठन आफ्नो पार्टीको चाहिँ भातृ संगठनले बाघ चाहिँ चिथोर्छ भनेर भन्नुभयो हैन। एउटा कुरा उहाँलाई म के भन्न चाहन्छु भने बाघ बस्तीमा पुग्दाखेरि बस्तीलाई हैन बाघलाई नै क्षति हुन्छ। यो कुरा चाहिँ उहाँले याद राख्न आवश्यक छ हैन। र युवा संघ भनेको एमालेको भातृ संगठन हो कि हैन अथवा एमालेको गुरिल्ला हो कि अथवा सरकारको राज्यको हो यो कुरा पनि म प्रश्न गर्न चाहन्छु उहाँलाई। यस्ता नचाहिने यस्ता अराजक अभिव्यक्ति दिन मिल्छ, यस्ता कुराहरु गतिविधि गर्न मिल्छ? यो मिल्दैन। भोलि चाहिँ राज संस्था को पक्षमा भएका हैन अथवा नेपालमा अब संवैधानिक राज संस्था सहितको सनातन हिन्दू राष्ट्र हैन जहाँ सर्वधर्म सम्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र भनेर हामीले भनेका छौं। अनि प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा गरेका छौं। यो संघीयता खारेजीको कुरा गरेका छौं हैन। अनि नेपालमा भएका जति पनि छन् तपाईको चाहिँ न्यायपालिका हैन त्यसपछि संवैधानिक आयोगहरु निकायहरु हैन अनि कूटनीतिक नियोगहरु छ नि यो सबैले चाहिँ गैर राजनीतिक बनाउनु पर्छ। शिक्षा क्षेत्रलाई पनि गैर राजनीतिक बनाउनु पर्छ। कर्मचारी र शिक्षकलाई चाहिँ राजनीतिकरण गर्नु हुँदैन। यो संस्थाहरुलाई चाहिँ राजनीतिक रङ दिन हुँदैन हैन। यसको जुन कार्य हो यसले गर्नुपर्ने जे कुराहरु हो त्यसमा चाहिँ यसलाई केन्द्रित गर्नुपर्छ। त्यही क्षेत्रमा चाहिँ यसलाई मजबुत बनाउनु पर्छ भनेर हामीले जुन मुद्दा अगाडि सारेका छौं अथवा नेपालको आवश्यकताको लागि जे कुरा राखेका छौं त्यसको लागि स्वस्फूर्त रूपमा देशभरिबाट चाहिँ मान्छे स्वस्फूर्त रूपमा यो आन्दोलनमा अथवा यो विद्रोहमा सघाउनको लागि चाहिँ मान्छेहरु युवा साथीहरु आउने क्रम जारी छ। भोलि पनि एकदम व्यापक रूपमा हुन्छ, व्यापक प्रदर्शन हुन्छ। अनि त्यसपछि हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले यसको यही महिनाको 26 गते चाहिँ काठमाडौँमा व्यापक जनप्रदर्शन गर्दैछ हैन। लाखौं संख्यामा चाहिँ अनि युवा साथीहरु राष्ट्रवादी साथीहरु चाहिँ उपस्थित हुनुहुन्छ। त्यसपछि हामी नयाँ वर्षको वैशाख 7 गतेदेखि चाहिँ कर्मिक रूपमा निरन्तर रूपमा चाहिँ निर्णायक आन्दोलनमा जान्छौं जहाँ त्यो आन्दोलनले यो व्यवस्थालाई अहिलेको व्यवस्थालाई चाहिँ फाल्छ र संवैधानिक राज संस्था सहितको हिन्दू राष्ट्रलाई चाहिँ पुनर्स्थापित गर्छ।